बच्चाको जाँच गर्छ एकचोटि म बच्चाको समस्या रहेछ आमालाई केही समस्या देखिएन उहाँले भनेअनुसार अब सुत्केरी महिलाको त समस्या आमामा पनि हुनसक्छ तर म बच्चाको चाहिँ हेर्छु एकचोटि म हात धोएर मात्रै छुन्छु है बच्चा तपाईँको किनभने बच्चालाई छुनलाई एकदमै गर्नुपर्छ है मैले हात धोएर आउँछु ल बस्दै गर्नु मुखमा राख्ने कोसिस गर्नु एकचोटि बच्चालाई बुवा सुरेश भन्छ सबैको बच्चा एकचोटि जाँच गर्छु के समस्या रहेछ त्यसपछि तपाईँलाई चाहिँ म अनि त्यो समस्या बताएर ती अनुसार गर्नु हेर्दाखेरि बच्चा सानो देखिन्छ त कम टाउको पो छ कि क्या बच्चा एकचोटि सबै ज्वरोहरू छ कि छैन हेर्छु ल घाउ खटेराहरू आएको छ कि बच्चाको जाँच गर्छ एकचोटि म बच्चाको समस्या रहेछ आमालाई केही समस्या देखिएन उहाँले भनेअनुसार अब सुत्केरी महिलाको त समस्या आमामा पनि हुनसक्छ तर म बच्चाको चाहिँ हेर्छु एकचोटि म हात धोएर मात्रै छुन्छु है बच्चा तपाईँको किनभने बच्चालाई छुनलाई एकदमै गर्नुपर्छ है मैले हात धोएर आउँछु ल बस्दै गर्नु मुखमा राख्ने कोसिस गर्नु एकचोटि बच्चालाई बुवा सुरेश भन्छ सबैको बच्चा एकचोटि जाँच गर्छु के समस्या रहेछ त्यसपछि तपाईँलाई चाहिँ म अनि त्यो समस्या बताएर ती अनुसार गर्नु हेर्दाखेरि बच्चा सानो देखिन्छ त कम टाउको पो छ कि क्या बच्चा एकचोटि सबै ज्वरोहरू छ कि छैन हेर्छु ल घाउ खटेराहरू आएको छ कि ठिकै छ बच्चालाई ज्वरो चाहिँ रहेनछ अनि स्वास्थ्यहरू पनि ठिकै छ तपाईँको बच्चालाई अरू सङ्क्रमण भएको त देखिँदैन खालि तपाईँको बच्चाको हेर्दाखेरि म जोग्छु है अब जोग चाहिँ हाम्रो वेट मेसिन हेर्नु त 2 केजीको मात्रै पो रहेछ त बच्चा त तपाईँको 2.5 केजीदेखि माथि हुनुपर्छ होइन 2 केजी मात्रै रहेछ फेरि कम कमलै भएको रहेछ त्यसै कारणले तपाईँको बच्चा दुध नचुसेको होला बच्चालाई न्यानो पनि नभएर बच्चा हेर्नु त भइरहेको छ होइन अब बच्चालाई म तपाईँलाई एउटा विधि सिकाउँछु बच्चालाई कसरी यो सब वृद्धि गर्ने तरिका आमाको दुध त खुवाउनु पर्छ अनि यसरी तपाईँले न्यानो पारेर राख्नु भएन होइन न्यानो पनि पार्नुपर्छ सबै विधि सिकाइदिन्छु तपाईँले सिकेर जानु र तपाईँले पनि सिक्नुपर्छ र तपाईँको घरमा सासुससुरा हुनुहुन्छ भने उहाँहरूलाई पनि सेम बुझाइदिनु होला यो चाहिँ भनेको बच्चालाई चाहिँ आमाको छातीमा टाँसेर राख्ने नयाँको अँगालोमा होइन न्यानो पारेर राख्ने विधि हो यसो गर्दाखेरि तपाईँको छाती चाहिँ खुला हुनुपर्छ तर है छाती किन बच्चाको शरीर पनि नाङ्गो हुनुपर्छ आमाको छाती पनि नाङ्गो हुनुपर्छ र हामीले चाहिँ यसरी राख्नुपर्छ भ्याकुको आकारले राख्छौँ अब तपाईँलाई गर्दै जान्छु सिकाउँदै जान्छु ल त्यसो गर्नुभयो तपाईँले अलिकति यो हात खुल्ला पार्नुपर्छ है त पहिला चाहिँ सुरुमा त्यो गर्नु बच्चालाई राख्नुभन्दा अगाडि चाहिँ हामीले बच्चालाई न्यानो पानी टोपी मोजा सबै लगाइदिने किनभने टाउकोबाट चिसोहरू हुन्छ होइन अनि त्यसपछि खुट्टाबाट पनि है हातमा खुट्टामा मोजा लगाइदिने बच्चालाई न्यापकिन है यो तपाईँको साडीको टुक्राहरू सफा भयो भने त्यसैलाई तपाईँले यसरी बनाएर लगाइदिन सकिन्छ बनाउन आउँछ यो लगाइदिनु पर्छ है त राम्रोसँग लगाइदिनु पनि भएको रहेनछ डाइपर लाउनलाई त तपाईँको यदि सक्नुहुन्छ भने लगाइदिँदा हुन्छ नभने डाइपरै पर्छ भन्ने छैन अनि तपाईँको कपडाहरू पुरानो कपडाहरू चाहिँ जुन नरम छ भने सुतीको कपडाहरू लगाउन मिल्छ अब यसपछि बच्चालाई चाहिँ तपाईँको छाती ठिक पार्नुभयो अब यो बच्चा तपाईँको सीमालाई बोक्न दिँदै गर्छु म तपाईँलाई कपडा बनाउनु पर्ने एकछिन बोक्दिनु त उहाँको बच्चा अनि मजाले बोक्नु नि फेरि बच्चा लडाउनु होला तपाईँको डल्लो पनि नपार्नु है अलिक बोक्न गाह्रो पर्छ बुवालाई चाहिँ आफूले र मैले भएर गरौँ तपाईँले सिक्नुपर्छ यहाँ हेर्नु यो लगभग 3 मिटरको छ होइन यसलाई
यो यसको ठिकै यताबाट रोल गर्दै जाने यसरी रोल गर्दै जान्छ यसरी रोल गर्दै जाने हामीले सबैले गर्नु पर्यो यसरी रोल गर्दै जाने पुरै पुरै आधी आधी हिजोसम्म गर्दै आउनु त रोल गरेर बनाएर हामीले गर्नुपर्छ अब बच्चा चाहिँ पहिला यहाँ अलिक अगाडि आउँछ बच्चा चाहिँ यसरी पक्रिने पक्रिँदा पनि पक्रिँदा पनि सिकाउनु पऱ्यो नि यसो गर्ने अनि बच्चालाई चाहिँ ढाकुता आकारमा होइन छाती यो जुन हाम्रो स्तनको बिचमा राख्ने अनि बच्चाको टाउको चाहिँ कि त यता कि त उता फर्केको हुनुपर्छ एकतिर फर्केको हुनुपर्छ हात छाती माथि हुनुपर्छ र खुट्टा चाहिँ यसरी छातीको मुनि हुनुपर्छ यसरी हुनुपर्छ कपडाको माथिबाट तपाईँले सपोर्ट गरेर यसरी थाम्नु त हो त्यसो थाम्नु यो छोडिदिनु तपाईँको हात यो चाहिँ छोड्नु अनि यसरी हेर्नु कुन पोजिसनमा बसेको बच्चा भ्याकुता भ्याकुताको आकारमा बसेको छ नि होइन यसरी यो पोजिसनमा राख्नुपर्छ बच्चा र अब त्यसपछि भनेको हामीले चाहिँ यो कपडा यसरी यो ठ्याक्क बच्चाको कानको एक भाग मुनि एक भाग चाहिँ बच्चाको कान छोडेर यसरी राख्ने र यसरी गरेर काखीमा चाहिँ यो हातले चाहिँ यो चाहिँ उहाँ एक्लै घरको सदस्य अन्य कसैले गरिदिनु पर्छ सुरुमा बाउले सिकिराख्नु पर्यो त्यही भएर बुवालाई त अगाडि बोलाएको त अब थाम्नु अब बच्चा थाम्नु अनि पछाडिबाट यहाँ पछाडि चाहिँ क्रस गर्ने पछाडि क्रस गरेर अनि अगाडि लाने फेरि क्रस गर्ने अनि अगाडि लाने अगाडि लगेर अनि यसलाई चाहिँ बच्चाको पुट्ठा मुनि यसरी बाँध्नुपर्छ किनभने बच्चा सपोर्ट पनि हुन्छ यसरी बाँध्यो भने अगाडि बाँध्नुपर्छ अगाडि बाँध्यो भने आफूले खुल्न पनि मिल्छ नि त महिनालाई होइन अनि यसरी बाँधिसकेपछि यहाँनिर बच्चा पनि अडिने ठाउँ भयो त्यसपछि योलाई चाहिँ यसरी यसो गरेर बच्चाले चाहिँ अनि बच्चालाई स्तनपान गराउन यहीँबाट उसले आफै खोजेर पनि उसलाई स्पर्श हुन्छ आफै पनि स्तनपान गर्छ भनेर त आमाले सजिलो बनाएर गर्न पनि सकिन्छ है त त्यसपछि अब बच्चालाई हामीले पोकोबाट बेर्ने त भयो सक्यो अब भनेको आमालाई पनि त न्यानो चाहियो होइन त्यसले गर्दाखेरि आमाको लागि चाहिँ यो बाहिरबाट यस्तो खालको ठुलो गाउँ लगायो भने होइन अर्कै क्रियाकलाप त गर्न सकिन्छ बच्चा बोकेर पनि अनि सुत्दा पनि सकिन्छ तपाईँलाई मैले विधि सिकाइदिएको छु यसरी नै तपाईँले आफ्नो घरमा पनि गरेर यसरी राख्न सक्नुहुन्छ अनि तपाईँले यो चाहिँ अब बच्चाको तल सामान्य हुन्छ राम्रो पऱ्यो अब कसरी तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि बच्चाको तल जुन अब यसपछि उहाँहरूलाई अब तपाईँ यसरी नै घर जान सक्नुहुन्छ यही तरिकाले सिकेर है यसरी गर्नु र बच्चाले यो बाहेक पनि अब बच्चा बोक्नु सजिलो हुन्छ होइन अब सामान्य बिरामी हुनसक्छ बच्चामा त्यस्तो सङ्केतहरू चाहिँ लिएर आउनु नभने चाहिँ तपाईँको तौलको लागि मात्रै लिएर आउँदा हुन्छ है हामी यति गरेर उहाँलाई पठाउन सक्छौँ सामान्य छ नि त बच्चा खालि कम तौल मात्रै घरको हुने गर्दाखेरि यो विधि गऱ्यौँ र उहाँलाई हामीले पठायौँ अब बाँकी चाहिँ तपाईँहरू चाहिँ मिलिहाल्छ त यिनै यसो गरेर यिनै हुन्छ किनभने स्तन त अलिकति माथि आइहाल्छ नि त होइन त्यो अनि उसैले पनि त्यो बानी भएपछि आफै खोज्छ क्या अनि सुतेको बेलामा अझ सजिलो 45 डिग्रीको सुतेको लगाएर त्यो गर्न सकिन्छ
पोल्टे पार्न त यो खुकुलो लाटी पनि मिल्छ, खुकुलो पारेर अलिकति पोल्टे पारेर नभए नपार्दा पनि भयो। अझ सुत्दाखेरि त यो फ्ल्याट भएकोले गर्दाखेरि झन् सजिलो हुन्छ क्या। यो किनभने बोकेको बेलामा यो टाइट भएको पनि सुत्दाखेरि झन् खुकुलो हुन्छ। ल अब कस्तो पार्नु